स्नेहको हारले दिव्य शृङ्गारले भला हो यो उच्चतम स्वागतम 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 साना साना बालबालिकाको भविष्यको जुन यस विद्यालयले देखाएको जुन क्रियाकलापहरू मलाई एकदम उत्कृष्ट लागेको छ। सानो सानो बालबालिकाहरूलाई पढाइमा भन्दा पनि यस्तै गरेर शिक्षा दिनुपर्छ। हाम्रो खेलकुदबाट र योगाबाट र धर्म संस्कृतिहरू हामीले रीतिरिवाजहरू सिकाउँदै जानुपर्छ। हामीले नभ्याएका कुराहरू पनि यस किसिमबाट नै सिक्न मौका पाए नानीहरूलाई। गरेको बच्चालाई तपाईँको जिम्मा लगाएर पढायौँ, त्यसले अहिले 8 वर्षसम्म पुर्याउँदाखेरि त्यसले सबै कुरा जान्ने भएर पढाइदिनु भयो। जुन किसिमले भित्र छिराएको थियो बाहिर निक्लिँदा अर्कै भएर निक्लिएको छ, त्यसको लागि सम्पूर्ण कला स्कुल प्रशासनलाई मैले धन्यवाद गरिरहन सक्दिनँ। कारणले विभिन्न भेदभाव र डरको सामना गरिरहेका छन्। अझै पनि हाम्रा क्षेत्रहरूमा छाउपडी प्रथा रहेको छ, जसले गर्दा छोरीहरूलाई घरभन्दा बाहिर बस्नको लागि बाध्य बनाएको छ। फुलित फुल बन्ने छौँ काँधमा काँध मिलाई अब हामी चुप बस्दै
school. Thank you, my teachers. Thank you, my friends. You are in my heart, in my heart. You are always in my heart. हामी साना नानी बाबु हामी साना नानी बाबु पढी लेखी ठुलो मान्छे बन्नेछौँ हामी साना नानी बाबु हामी साना नानी बाबु पढी लेखी ठुलो मान्छे बन्नेछौँ देशको नाम चम्काउँछौँ देशको नाम चम्काउँछौँ देशको नाम चम्काउँछौँ देशको नाम चम्काउँछौँ तराई पहाड हिमाल कति प्यारो हाम्रो देश नेपाल तराई पहाड हिमाल कति प्यारो हाम्रो देश नेपाल देशको नाम चम्काउँछौँ देशको नाम चम्काउँछौँ पढी लेखी ठुलो मान्छे बन्नेछौँ विद्यालयको प्राङ्गणमा आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण मेरो साथीहरू प्लस विद्यालयको प्रिन्सिपलहरू धेरै अतिथिहरू उपस्थित हुनुभएको थियो मेरो उहाँहरूलाई मेरो हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु त्यसै गरेर आदरणीय अभिभावकज्यूहरू र मेरो सम्पूर्ण शिवविहार स्कुलका सम्पूर्ण शिक्षक शिक्षिका लगायत मेरा सम्पूर्ण भाइ बहिनीहरू मेरो मुटुका टुक्राहरूलाई पनि म सीता पाण्डेको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु सम्पूर्ण शिवविहार टिमहरूले जब विद्यालयको गेटमा उनीहरूको हाँसो मुस्कान अहिले भर्खर देख्नुभएको रोदन हरेक कुरा देख्न पाइन्छ जसले गर्दाखेरि हामीलाई त्यो थकान त्यो सिकाउन कतिजना प्यारेन्ट्सहरू हुनुहुन्छ कति गाह्रो छ है हजुरहरूलाई भन्नुहुन्छ तर यस्तै इमोसनल भावहरू जुन अहिले हामीलाई गर्न दिनभरि कति प्यारेन्ट्स डेको लागि तयार गर्न कति धेरै हामीलाई गाह्रो भइरहेको थियो तर तपाईँहरूको त्यो नानीहरूको त्यो आँखाबाट निस्केको आँसु त्यो भावनाले गर्दाखेरि साँच्चै नै हामीलाई त्यो छ चाहिँ त्यो हामीलाई गाह्रो भन्ने कुरा कहाँ पुग्छ नि थाहा हुँदैन देशको नाम